आज चाहिँ म यहाँ हेर्नुहोस् त म आज कुसुन्डे ओडारमा आइरहेको छु। यहाँ हेर्नुहोस् अब मैले म के टिप्न गएँ होला ल हेर्नुहोस् त अनुमान गरिहाल्नुहोस् यो के को हो यो के होला यो हेर्नु न हेर्दैमा अचम्म छ कि छैन हेर्नुहोस् त ल यो के होला है यो कसको के को बुटो रहेछ ल हेर्नुहोस् है यो के टिप्न आएको रहेछ यसरी हावाले हेर्नुहोस् त यहाँ हल्लेको बाफ्रे 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 टिप्दिनु पऱ्यो भन्नु हल्ले होला हेर्नु नि भनेर त म के भन्नु है ल हेर्नुहोस् अब म यो कुसुन्डे ओडार आज चाहिँ म कुसुन्डे ओडारमा यो न्युरो खोज्न आइरहेको छु है। आज म यो कुसुन्डे ओडारमा न्युरो खोज्न आइरहेको छु। अब कुसुन्डे ओडारमा न्युरो कतिको पाइन्छ त ल हेर्नुहोस् है त अब सर र म यहाँबाट कुसुन्डे ओडारमा बहुत न्युरो खोज्न गइरहेको छु। अब यहाँ धेरै न्युरो खोजेर ल्याउने भन्ने मैले एउटा प्लान बनाएको छु। यो चाहिँ अब यो कुसुन्डे ओडार ल हेर्नुहोस् अब यो भनेको चाहिँ बहुत डरलाग्दो ओडार हो। यहाँ कुसुन्डे ओडार भनेपछि त अब कुरा छोडिदिउँ न यो के को ओडार हो भन्ने कुरो त भनेर साध्यै छैन। कुसुन्डे ओडार भन्छ यसलाई र कुसुन्डे ओडारको भित्तामा चाहिँ न्युरो धेरै पाइन्छ भनेर मलाई बुवाले भन्नुभयो होइन। अनि मम्मीले पनि त्यसै भन्नुभयो। ए अचम्म हो कुरो हो रहेछ ल हेर्नुहोस् त यहाँ हेरिहाल्नुहोस् त यहाँ ल हेर्नुहोस् यहाँ न्युरो पट्टापट टिपिहाल्ने ल हेर्नुहोस् टक 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 ल हेर्नुहोस् बाफ्रे बाफ्रे त्यसै भनेर रहन्छ कि ल हेर्नुहोस् यहाँ अरू चाहिँ टिपेर छन् होइन यहाँ अरू पनि यहीँ यो टिपेको पहिला ल हेर्नुहोस् ए यहाँ त बाफ्रे बाफ्रे हेर्नुहोस् यहाँ कति न्युरो बा हेट त्यसै भनेर रहन्छ नि कुसुन्डे ओडारमा न्युरो पाउँछ भनेर ल हेर्नुहोस् न्युरो यहाँ हेर्नुहोस् ल हेर्नुहोस् ए यो पनि ल हेर्नुहोस् अझै पनि यहाँ बाफ्रे 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 हेर्नु यहाँ ओहो यो के हो ल हेर्नुहोस् न्युरो त कति हो कति त्यसै कुसुन्डे ओडारमा जाऊ भनेर रहन्छ बाबै ल हेर्नुहोस् यस्तो न्युरो पाउने ठाउँ र पो रहेछ त बाफ्रे बा जति पायो त्यति खोज्न मन लाग्ने के होला यस्तो यो बुट्टा कुनै त ठुल्ठुलो भइसकेको छ हेर्नु त्यहाँ कत्रो बुटो के अरे यो टुप्पो त खानुहुन्छ होला होइन यहाँबाट किरो पनि रहेछ है ल ल ल हेर्नुहोस् आज म यो कुसुन्डे ओडार भन्ने ठाउँमा आइरहेको छु। बहुत ठुलो ओडार छ यो तल हेर्नुहोस् त बाफ्रे 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 डर लाग्दो पो छ त ल हेर्नुहोस् है अब म यहाँ जाँदैछु बहुत गाह्रो छ उक्लिनै गाह्रो छ ल न्युरो हेर्नु यहाँ न्युरो यहाँ हेर्नु यहाँ ओहो यहाँ उक्लिनु पो गाह्रो पर्छ हट हट ल त्यसका बाजे ल न्युरो यो ओडारतिर पाउँछ भन्ने सुने ल हेर्नुहोस् बुट्टा बाफ्रे बाफ्रे बाफ यहाँ हेर्नुहोस् त के हो यस्तो यो ए न्युरो जता गयो न्युरो उता गयो न्युरो हेर्नुहोस् यहाँ भित्तैभरि न्युरो आमामा हो यो बहुत भयङ्कर ओडार हो यो यहाँ हेर्नुहोस् यहाँ यो उकालो ओहो ल हेर्नु न्युरो यहाँ न्युरो पहिला हेर्नुहोस् न यहाँ कति छ हाइट त्यसको बाद यो न्युरो हो यो टिप्दैखेरि बडा जोस आउने खालको ल हेर्नुहोस् यहाँ न्युरो यस्तो टुप्पा खानुहुन्छ होइन ल हेर्नुहोस् मजाले हेर्नुहोस् है न्युरो चिन्नु पऱ्यो नि त हेर्नुहोस् त आज म यो ओडार जाँदैछु यो कुसुन्डे ओडार हो ल हेर्नुहोस् यो कुसुन्डे ओडारमा बडा मजाले न्युरो टिप्दैछु म ओहो यहाँ बडा मजा ल चराहरू पनि कराइरहेको छन् यो चिउ गर्ने चरा पनि खुब कराएको छ ल हेर्नु ल न्युरो बाजे न्युरो त कति हो कति यहाँ हेर्नु यहाँ हेर्नुहोस् न्युरो कुसुन्डे ओडार म कम्ता न्युरो छ त यो के हो यस्तो यो ल हेर्नुहोस् यसरी टिप्नुपर्छ है न्युरो यसका त्यसै भने हो त यहाँ हेर्नुहोस् फेरि 1-2 मिनटमा कति पार्छ ल हेर्नुहोस् न्युरो भने यस्तो हुँदो रहेछ नि त ल हेर्नुहोस् यता हेर्नुहोस् ल हेर्नुहोस् न्युरो जति हेऱ्यो नि हेर्नुहोस् है यहाँ हेर्नुहोस् न्युरो ल यो चाहन्छु नि न्युरो पाउने ठाउँमा आएको छ र म ल हेर्नुहोस् ए यो भित्तामा जान नसक्ने छ लड्छ होला है ओहो जानुपर्ने चाहिँ यहाँ रहेछ त नि यहाँ हेर्नुहोस् यहाँ न्युरो ओहो यो भिरमा जानु त सकिँदैन होला है पुरै उता होला आतेस लाग्दो पो छ त बाफ्रे बाफ यहाँ हेर्नुहोस् त यो उकालो आम्मामा के हो यस्तो यो हैट
ल हेर्नुहोस् न्युरो अब म न्युरो खोज्ने क्रममा छु यहाँ धेरै न्युरो ल हेर्नुहोस् यहाँ यो त सब खानुहुन्छ होइन ल हेर्नुहोस् यहाँ यति बारिसक्यो एक मुठो भइसक्यो ल हेर्नुहोस् यहाँ अब म यो भिर पो चढ्दैछु भिर अब यो बाफ रे बाफ ल हेर्नुहोस् न्युरो हैट ल यो त अलिक चिप्लो छ है ल न्युरो न्युरो ल हेर्नुहोस् यो झ्याप्प खायो भने यसले त जम्मै रोग निको पार्छ भन्छ कि प्रेसर सुगर जम्मै रे झिरिप्पै सब निको पार्ने कस्तो चिज होला है यो बाह्रैमासे फुल्छ कि कतिखेर आफू बाह्रैमासे हुन्छ कि के हो यहाँ हेर्नुहोस् यहाँ बाफ्रे भित्तोमा हेर्नु भित्तोमा म पो चढ्न छैन फेरि तपाईँ चढ्न सक्नुहुन्थ्यो कि एकचोटि यसो हेर्नुहोस् त यो भिडियोमा आमा यसलाई भन्छ कुसुन्डे भिर हैट यहाँ हेर्नुहोस् अब के गर्नु यहाँ न्युरो त्यस्तो अप्ठ्यारो छ यहाँ हेर्नुहोस् त न्युरो बाफ रे बाफ अरे लडिन्छ क्या ओ यस्तो उकालो चल्नुपर्छ है यस्तो भिड छ ल हेर्नुहोस् न्युरो ल यो त टिप्नु हुँदैन क्या रे यो छिप्पेछ ल हेर्नुहोस् यहाँ कति पारिसक्यो यहाँ हेर्नुहोस् आज ल हेर्नुहोस् त्यो भित्र ओहो अब यहाँ जान सकिँदैन के गर्नु ल है ल हेर्नुहोस् त्यहाँ भित्तैभरि छ त अनि के गर्ने अब हेर यस्तो अप्ठ्यारोमा तपाईँहरू भयो के गर्नुहुन्थ्यो होला टिप्नुहुन्थ्यो त म त डर पो लाएर आयो हैट डर लाएर यो त बहुत गाह्रो रहेछ है ल्याएर न्युरो हेर्नुहोस् त्यहाँ के गर्नु चढ्नै गाह्रो छ तपाईँहरूलाई भिडियो देखाउनु पऱ्यो म पनि यहाँ यसो गर्दैछु ल हेर्नुहोस् यहाँ न्युरो यो के हो यो त अचम्म हैट त रुख पनि लडिरहेको छ यो के हो रुखहरू झरिरहेको छ यहाँ हेर्नुहोस् त के हो न्युरो यो तपाईँहरू पनि चिन्नुहुन्छ यो तपाईँ गाउँतिर पाउँनुहुन्छ ल हेर्नुहोस् यो त्यस्तो हेर्नुहोस् नि अब के गर्ने बाटै अप्ठ्यारो छ हैट ओहो ल हेर्नुहोस् न्युरो ल हेर्नुहोस् न्युरो पाउने ठाउँ यस्तो रहेछ तारै भिरमा पाउँदो रहेछ है यहाँ माथि हेर्नुहोस् त ओहो कति बाफ ओहो ल यस्तै न्युरो म अब तपाईँहरूलाई पछि पनि देखाउँछु आज चाहिँ मैले यो कुसुन्डे ओडारको बडा मजाको न्युरो भेटाएँ तर कुसुन्डे ओडार चाहिँ कुसुन्डे भिरमा पाउने ओडारमा चाहिँ बाघ बस्छ होइन यहाँ चाहिँ पुरै न्युरो उम्रिन्छ क्या हेर्नुहोस् न यहाँ हेर्नुहोस् त यो रुखहरू त्यत्तिकै छ बाफ रे बाफ चराहरू उत्तिकै कराएका छन् म पनि उस्तै कराएर आएको छु यो अचम्म भइरहेको छ न्युरो बढी पाएपछि झोक चल्दो रहेछ कि कराउँ मन लाग्छ होइन ल म पनि ओह्रालो हिँड्दैछु ल हैट यो डर नरो ओह्रालो पनि छ हेर्नुहोस् यहाँ कम त गाह्रो छैन त हैट ल हेर्नुहोस् यहाँ त बाफ पुरै भुसुनाले टोक्छ हो यहाँ अब कुसुन्डे ओडारमा चाहिँ बढी पाइँदो रहेछ यो चाहिँ कुसुन्डे ओडारभन्दा अलिकति ओह्राको भाग है यहाँ हेर्नुहोस् त यहाँ हेर्नुहोस् म पनि यहाँ अब मजाले झर्दैछु यहाँ पनि न्युरो त रहेछ है हेर्नुहोस् त यहाँ न्युरोको बुटो यो कुसुन्डे ओडार त बाफ अब म तपाईँलाई चाहिँ हैट भोलि चाहिँ तपाईँलाई म यो त्यो त्यहाँ एउटा भिर छ त्यहाँ मुनि न्युरो पाउँछ भनेको छ आज त मलाई छाक पुगिगयो यो तपाईँहरूले पनि यसो हेर्नु होला कसरी टिप्नुपर्छ न्युरो यो चाहिँ न्युरो भन्छ है यसलाई यो चाहिँ न्युरो हो मैले बडा मजाले टिपेको छु धेरै छ आज होइन अब म यसलाई चट्ट लगाएर पहिला बफ्याउँछु बफ्याउनु पर्छ क्या पहिला यसलाई पानीमा चट्टसँगले पानीसँगै यो उमाल्नुपर्छ यसलाई बफ्याउनु पर्छ होइन अनि यसको पानी चट्ट फालेर पर भुटेर खाँदाखेरि बाफ यसको स्वाद त थोरै मिठो हुन्छ र त्यसै म त कुसुन्डे भिरमा आएको छु मिठो नहुने भइरहेको यो भिर आउँथिनँ म हेर्नुहोस् त यहाँ बाफरे जानै डर लाग्दो छ है ओहो हेर्नुहोस् आज ल हेर्नुहोस्
आज मैले टिपेको चाहिँ यही हो है हजुर, यति भए मलाई पुगिहाल्छ। म एकजना त हो।